चाड्न आएको कति दिन खाना माझ बग्गालाई आछ लो चो 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 वाह सबात सबात नंबर गुड मर्निङ गाइस तपाईलाई स्वागत छ आजको फेर एक न्यू भिडियोमा हैन हामी चाहिँ अब बिहान उठ्यौँ भक्कर उठेर पनि मुख पनि धोएको छैन भक्करै उठेको अहिले हामी रनिङ गर्न जाने भने गाइस हामी चाहिँ अहिले उठेर तल आएर नै हात मुख पुरा धोइसक्यौँ लेकिन एक चीज हैन हामी यहाँ कुकुरले हैन टोनी के भन्छ नि नाम मामाको कुकुर छ हैन त्यसले पत्ता नि के पो भयो यार तिमीबाट खानै खाएन पुरा घाँसिरहेको भई 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 अहिले चाहिँ यहाँ आएर बसिरहेको रोडमा मस्त लाग्यो के भयो टोनी हँ के भयो हजुर के भयो के भयो अघि चाहिँ होइन गाई जस्तै काँसिरहेको थियो बाई बाई के भयो जब म मुख धुन लाग्थ्यो त्यो बेला यस्तै काँसिरहेको थिएन अब के भन्नु जाने जाने साथी जाने ल जाई जाम त जर्नी गर्नु गो क्यालेजको अहिले चाहिँ हामी पुरा दुरतिर आएको कालेको स्टाइल चाहिँ खतरा छ दुर्ने ल दुर्दै त काले दुर 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 खतरा दुर छ यो चढ्दै अगाडि धुनु भयो लेकिन यहाँ चाहिँ अहिले बिहानै हनुमानजी पनि कुदिँदै हाम्रो ल कालेको स्टाइल चाहिँ खतरा खाँदो दुर्ने त्यो दुर कुद काले थाकी मजा छ दुर्न वाह थाक्न थाकिन्छ होइन हामी पनि थाकिन्छ लेकिन रोज दुख्नु पऱ्यो यतिको सक्छ कि न यतिको दुर्न दाइ चाहिँ माथि पुग्नु भयो होइन ल चाहिँ गाइज अहिले चाहिँ हामी यहाँ माथि ड्रोन खोल्छामा आइसकेको छौँ दाइ चाहिँ उहाँ मस्त लगाएर उभिनु भयो अहिले लास्टै धौ भयो भन्नुभयो नि धौ त हामीलाई पनि भयो गाइज अहिले एकछिन यहाँ अब एक्सर्साइज गर्छ अहिले चाहिँ हाम्रो काले भाइले पुष्प भन्न लाग्यो कस्तो हान्दो रहेछ ल हानिदियो ल केटाले हानिदियो ल वाह वाह 5 हानिदियो ल 6 हान 7 8 9 10 हानन 11 वाह को 11 हान्दै कस्तो भयो 11 हानेर मजा आयो ल मजा आउनु पर्छ है सकिन्छ गाइस अब ढिङ्गा जाए पनि अब पुसो भन्न लागेको कति हाल्नु रहेछ हेरौँ त ल 2 3 4 5 6 7 8 9 10 11 12 13 हान्नु दाइ सिधै 14 15 16 17 हान्नु न अझै हान्न सकिन्न धौ भयो लास्टै यार त्यो पुछेछ सबै हानिसक्यो भन भाइ मजा हान लास्टै हान्न ल अब दिन के आउने कि नआउने त आउने नि ल गाइज हामीले चाहिँ ल्याउनु पुछेछ हानिसक्यो लास्टै हुँदायो अहिले चाहिँ हामी जाँदैछौँ त गाइज घरतिर ल लेकिन यहाँ न देख्नु सक्छु तपाईँले पुरा जङ्गल छ यता पनि जङ्गल यता पनि जङ्गल अगाडि पनि जङ्गल अलिक पछाडि पनि जङ्गल छ न गाइज यहाँ लेकिन यहाँ चाहिँ छौँ भाइ र म मात्रै कालो भाइ र म मात्रै लेकिन दाइ पनि हुनुहुन्थ्यो दाइ चाहिँ अहिले गइहाल्नु भयो अगाडि पनि कहाँ पो गइहाल्नु भयो हामीले छोडिदिनु भयो एक्लै यहाँ ल गाइज घर गएर चाहिँ के खेल्ने गाइज अहिले हामीले ब्याडमिन्टन तल ठुलो गरेर पक्रेर आएको देखिसकेको ल दामी मजा आउँछ नि यहाँ तँलाई खेल्न आउँछ कि नै त आउँछ होइन ल अलिक गएर खेल्ने कि नै ल गाइज अहिले चाहिँ हामी गएर चाहिँ खेल्न खाऊँ ब्याडमिन्टन भन्छ त्यसको नाम होइन अहिले चाहिँ होइन हामी माथिबाट रनिङ गरेर पनि तल घर आइसक्यौँ होइन लेकिन यहाँ आएर चाहिँ के भनेपछि बाँदर तित्रे आएको नि त्यही भएर जान लाग्यो हामी त्यसलाई चाख्नको लागि दाइ चाहिँ अगाडि गएर चाहिँ हल्ला उल्लु गरेर लाग्नु भयो अब म पनि पछाडि गएर हल्ला उल्लु गरेर भागिहाल्छु होइन गाइज चलो 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 दुकुर काले काहीँ दाइ चाहिँ अगाडि दुर्सक्नु भयो ल दुकुर ल गाइज होइन ल उसको अच्छा कुकुर पनि आइरह दाइ चाहिँ अगाडि कराउँदिनु भयो कस्तो धौ दिएको क्या हाइट जङ्गलमा त्यही पनि हिँड्नलाई हेलो काले भाइ छिटो
सवार एक पनि देखेन त माधव कहाँ गयो यार रुख गयो अच्छा त्यस्तो लो अहिले चाहिँ हाम्रो चाहिँ टोनीजी पनि आइसक्नु भएको छ कुकुरजी लो मस्त लागेर यसले चाहिँ गाईजना पता नि के बिराम भएको थियो अहिले माइससँग पुग्छ मैले के बिराम भएको छ यहाँ आउने बित्तिकै माथि रुख गइगयो यहाँ रुख हल्ला खाने आएर यहाँ रुख हल्ला खानु ऊ पर स्त्री हल्ला खानु त्यहाँ हो माथि पनि गइगयो हामीले हाम्रो आवाज सुन्ने बित्तिकै हल्का टाढा भइगयो अहिले नल्लापट्टि चाहिँ गाई छ न दिउँसोमा फेरि यस्तो आतङ्क मचाउँछ नि फेरि तेरो अहिले हल्का हानिदिएर आएको मर्निङमा नि थियो हल्का दौड नि हुन्छ होइन त्यही भएर हानिदिएर आएको ल यति ठुलो बाँधन माथि रुखको टुप्पा गएर बसिरहेको छ हामी तलसम्म माथि रुखको टुप्पामा यो देख्न सक्नुहुन्छ गाई तपाईँहरूले ओ यहाँ माथि ल यहाँ माथि ओ यो देख्न सक्नुभयो तपाईँले अहिले चाहिँ होइन हाम्रो बजे होइन के भन्छ टिकटक बनाउनु लाग्नु भयो अरे ल हेर्नु सक्नुहुन्छ तपाईँले बजे पनि कस्तो नाच्नुहुन्छ तपाईँ हेर्नु लाग्नु भयो हाम्रो मम्मी चाहिँ क्यामेराम्यान बन्नुभयो होला पछाडि बजे हेर्नु कस्तो नाच्नु ल माझ्नु भयो न लास्टमा म जस्तो नाचे नि चाहिँ भिडियो हाँस्नु भयो नाच्दा भयो अर्को गानामा ल बजे ल नाच्नु ल दाम अहिले चाहिँ होइन बाँदर आइरहन अरे होइन मस्त उता थिएन दाइ र म जानु बिहान पनि दाइ म भाइको थिएँ म चाहिँ भाइ जानु राखेन बाहिर मजा लाग्यो ल कहाँ छ त बाँदर भने ल हाम्रो उभि आइलाङमा बजाएर होऱ्यो दि अन्त भाइ ल हेर ओ बारे नि त हेर खर्साङ गरेर बारे ल हेर त ओ हेर्नु सक्नु गाई तल बाँदर कति ल सबा कति दिन खाना न माझा बग्गालाई आछ भनेको गाई लिनुले मान्दैन अब हामी जानु पारिन यहाँबाट हामीले मान्नु पारेन सिलाउँदा मान्छे अब मानेन भने नजिकै हिँडी गएर भन्नुपर्छ गाई र म त जानु होइन दाइ ऊ त्यहाँ त खोइ स्याउलामा ल बिस्तारै जानुपर्छ त भाइ बिस्तारै हिँड्नुपर्छ नत्र नट्यो भने गयो त तल यहाँ स्वाट आयो ल बाहुबली ल चोप वा समात्नु पर्यो अब ल सबा वा छोप दिने गाली नगर्नु न यता गएन त भाइ हानो कि नहानो हेर्नु हो माथि गाउँदा गद्यो अरे माथि ऊ माथि र खर्साङ गर्दा खान त कता हो के आएको पनि कस्तो यार हाइट जानु पर्यो अब यहाँबाट जानु पर्यो गाइज जानु पर्यो भनेको अब आइरहन त अब राख्नु पर्यो ल मजा आइरहेको छ गाइज मजा आइरहेको तपाईँहरूले मजा किन भन्नु होला जङ्गलमा सर्भाइभ गरेर मैले दिनको बजिरह 11 वा सबै ऊ हेर्नु पर्यो रुखमा बसेको कसरी ऊ पर
उड्नेवाला हुन्छ नि लो गाइस हेर कसको गबडा होइन यहाँ आइरह मोटु पातलो गन यहाँ कहाँ यहाँ कता फुसको हावा छ भने छ भन्ने हुन्छ यहाँ छैन त होला हेर्नु र यहाँ बाने यहाँ यहाँ आँट रहेछ यो बाने कोहीले उडायो होला यहाँ आएर खसीको खाइ भएन त्यसले कहाँबाट उडेर पता नि कहाँबाट उडाएको थियो अब मोटो पातो पता नि कसले उडाएको थियो यहाँ आएर खसिरहेको छ गाइस जङ्गलको बिचमा त यता यता खर्चाङ खर्चाङ गर्यो लो हेर त उता गएको दाइले चाहिँ पुरा हावा भरेर पुरा कसरी खेलिदिनु भएन माथि माथि मस्त दाइले चाहिँ मान्ने भन्छ कस्तो बनाइदिनु दाइले उडाइरहँ म दाइ पतेङ्ग जस्तरी के लिएर आउने अरे भुजा तिनवटा भुजा तिनवटा चाउचाउ अनि मटर 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 महेश महेश भनेको छु न हामी दोकानबाट के लिएर आएर अरे भुजा चाउचाउ अनि यो महेश लिएर आइसक्यो लिएर आइसक्यौँ गाइस अझै अहिले माथि गएर हामी छिटो बनाएर खाइले दुगुर 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 छिटो दुगुर अहिले बनाएर खाइहाल्ने माथि गएर दुगुर 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 खाइहाल्ने अहिले माथि जाने बित्तिकै बनाएर हामीले चटपट लिएर आइसकेको छौँ ल हामीले लिएर आइसकेको छौँ अब बनाउनु त बाई छैन ल माइजी चाहिँ बसिरहनु भयो के भयो माइजी तपाईँलाई झ्याउला त झ्याउला बजे चाहिँ उहाँ बिन्दास पाराले सुत्दिनु भयो भने गाइस अहिले चाहिँ हामीले चटपटी बनाउन हामी लिएर आइसक्यौँ अहिले हाम्रो चाहिँ सुशील भाइले बनाउनु हो न भाइ ल बनाउनु अनि एउटा हाम्रो चाहिँ कालेवाले चाहिँ एकदम मसला पिनेर मसला र चटनी नुन खुर्सानी हो न भाइ पिस्दैको हो न पिस्दैको गाइस भन्न त ल अझैले मसला त बनाउनु हामीले हो न पुरा चटपटे बनाएर रेडी गरिसक्यौँ ल हेरिदिनु तपाईँले सबैले यहाँ हालेर रेडी गर्छौँ ल दे बरु दाइलाई दे होइन दाइलाई दे अनि बजेलाई दिएर ल गाइस बस्दा अब हामी चाहिँ चटपटे खान्छौँ होइन ल खाइदिउँ न त भाइलेको चटपटे खाना ल गाइस अहिले चाहिँ हामी इन्दिराको होइन मामा घरबाट आफ्नो घर हो हिजो हामी आएको थियौँ भने यहाँ माइजीको बर्थडे थियो त्यही भएर माइजीको छोरा बर्थडे खाना आएको थियौँ अहिले चाहिँ हामी जानु गाइस घरतिर भात तरकारी पुरा बनाउँछ मस्त तरकारी चाहिँ पाक्दै छ न यो तपाईँले भाँको आलु मस्त लाएर खाइदिने अब गाइस कति मिठो हुन्छ न भाँको आलु तपाईँलाई होइन आजको मेरो भ्लग कस्तो लाग्यो कमेन्टमा बताउनु होला लेकिन दोस्तो आज होइन मैले कन्टेन्ट हाल्न पाएन किनकि आज कन्टेन्टमा केही प्रब्लम भयो नि मैले बनाएको भिडियोमा केही प्रब्लम भयो युट्युबबाट हाल्दाखेरि युट्युबले दियो स्ट्राइक के भन्छ न त्यो दियो अनि त्योमा फेरि के गाली गलौज के छ त्योमा हाल्न चाहिँ दिएन होइन गाइज ल म तपाईँको प्यारो जनक भाइलाई सपोर्ट देखाउन गाइज ल सस्तो नुन मस्तो नुन बाई बाई गाइज